हेलो गाइज होइन आज धेरै दिनपछि म भ्लग बनाउँदैछु होइन त्यो के अरे कामको व्यस्तताले काम भिडियो सुरु बनाउन पाइँदैन होइन सरी गाइज होइन जतिले हेर्नुहुन्छ त्यो सबैलाई माफी माग्न चाहन्छु म माफी माग्न चाहन्छु धेरै धेरै होइन अब के गर्ने जस्तै छ होइन हालत पनि के गर्न पाइँदैन अनि के गर्ने जस्तै छ बेहाल जिन्दगी होइन बेहालमा टेन्सन कसको टेन्सन होइन हजुर चाहन्छु होइन चाहन्छु भन्दा नि म 2 दिनपछि यो होइन ढोकिदिएँ तर होइन ठिक छ अब चाहिँ होइन एउटा सानो भिडियो बनाउनु जाँदैछु होइन जाँदा हुन्छ नि दाइहरू उता चिया खान गएर चाहिँ मलाई पनि चिया खान आइज भन्ने बोलाइरहेको थियो होइन अब चिकन रासन यसो गरेर बुझौँ होइन के छ कस्तो छ होइन मेरो युट्युबमा सबैलाई स्वागत छ होइन नयाँ आउनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला होइन छोटो युट्युबर होइन त्यति ठुलो त होइन होइन त्यही पनि सबैले माया गरिदिनु होला होइन म सबैले माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला होइन भिडियो सिडियो सेयर गरिदिनु होला आजकलको हालत पनि खराब भइरहेको छ होइन गाइज होइन अब म एकछिन पछि गर्छु ल म अहिले रुममा छु होइन अब जाँदैछु ल दाइङलाई केटाहरू चिया पनि मगाइसक्यो होइन मगाइसकेर जाँदा आउँछ त्यो रात मगाएर होइन 11 बजी दाइहरूले होइन 11 बजेको नास्ता गरेँ मुख चाहिँ केही देखिँदैन काला छ अफ्रिकाबाट के ठाउँ साझेर बोल्ने 3 ठाउँ चिकन लाउने सिलिङ खायो नि दाजु यो काठमाडौँमा वायु प्रदूषण धेरै भयो होइन यसको के कारणले भइरहेछ आजकल चाहिँ धेरै होइन यस्तो भनिनु पर्यो हाम्रो दर्शकबिनहरूलाई होइन के गर्नु पर्ला यसको सल्युसन बताइदिनु पर्यो खासमा त अब जनसङ्ख्याको अलि धेरै मात्रामा होइन वृद्धि भएको कारणले पनि अब धेरै कल कारखानाहरू उद्योगहरू धेरै चल्या भएर होला सायद मेरो विचारमा होइन वायु प्रदूषण धेरै भएको कारणले अब अरूको तुलनामा अब काठमाडौँमा चाहिँ वायु प्रदूषण धेरै छ सुन्ने पनि आउँछ आइरहेको पनि छ देखिरहेको पनि छु चारैतिर होइन डुम्म भएको छ कुहिरो उस्तो लागे जस्तो यो चाहिँ खासमा चाहिँ अब यो विकासका कामहरू पनि बढिरहेछन् धुवा धुलोहरू अब त्यस्तै छ सायद यो विकास हुने हो या हुने होइन वायु प्रदूषणले विकास गरे हो कि वायु प्रदूषण विकास होइन मतलब अब हुन्छ नि त वायु प्रदूषण घटाउन के गर्नु पर्ला जस्तो लाग्छ वायु प्रदूषण घटाउनको लागि त अब सरसफाइमा अलिकति ध्यान दिनु पर्यो अब जताततै फेरि अब एउटा कुरा त अब रोडहरू एन त्यहाँ सबै बनिरहेछ नि त त्यो कुराले पनि प्रभाव पार्यो होला मेरो विचारमा लागेको अब अरू कुरा पनि केही होला होइन त्यो त अब मलाई पनि थाहा छैन त्यो त रिसर्च नै गर्नुपर्छ अब विज्ञहरूको रिसर्च गरेपछि थाहा होला होइन मैले जानेको कुरा चाहिँ त्यही हो जताकतै बाटोहरू बन्दैछ काठमाडौँतिर पनि अन्य ठाउँतिर पनि अब केही कुराहरू अब विशेष मात्रामा केही दिनमै हुन्छ होला जस्तो लाग्छ अब त्यही त होला नि होइन के ठिकै भन्नुभयो तपाईँले होइन ठिकै भन्नुभयो जे भए पनि अब तपाईँ आज भेट गरेर तपाईँले हाम्रो कुरो सिकाइदिनु भयो होइन जे भए पनि आजभोलि तपाईँ के गर्नुहुन्छ यतातिर होइन 2 दिनपछि भेट भइरहेछ हाम्रो
अब खासमा भन्ने हो भने अब मैले चाहिँ खासै केही गरेको छैन होइन, बस्ने खाने काठमाडौँतिर त्यही हो, हल्लिने टाइपको भइरहेछ भनौँ न। अब खासै नलेज पनि दिए जस्तो पनि लाग्दैन, नलेज भए जस्तो पनि लाग्दैन, त्यही हो बस्ने खाने भइरहेछ भनौँ न। अब भाइसँग भेटेर खुसी लाग्यो, जस अब यसो कुराकानी भइरहेछ त्यही त हो नि, अरू कुरा त खासै छैन। यसो भिडियो सिडियो बनाइरहेको छु, माइन्ड चाहिँ लग्नु छैन त्यस्तो माइन्ड लिने कुरा पनि भएन, त्यस्तो चाहिँ अलि ऊ पनि लागिरहेको छैन, जस ठिकै छु। यो भिडियो त दर्शकमा हाल्न मिल्छ कि त्यो भन्दैन न। अब मिलिहाल्ला नि, त्यस्तो केही नराम्रो छैन होइन, छैन होला जस्तो लाग्छ मलाई। काहीँ छैन, हाम्रो दाइसँग मिठो कुराकानी भयो होइन आज, जे भए पनि टक्क लाएर मिठो कुराकानी भइसक्यो होइन। अब दर्शक पनि अब वायु प्रदूषण कसरी घटाउने आफूहरू पनि सोच्नु होला होइन, पहिला सबभन्दा आफू सचेत हुनुपर्छ होइन। त्यही भएर आफ्नो नम्बर चाहिँ धेरै बढिरहेको छ क्या, आजभोलि 2-4 दिन भयो पुरै आँखा र आँस आउँछ क्या बाहिर डुलेपछि, आँखा र आँसुमा आउँछ होइन। दाइले त्यही भएर पनि पहिले नै सेफ्टी लगाइहाल्नु भएको छ। मैले त पुरै अब तपाईँहरूले पनि यस्तो अब अझ ट्याक्कै छोप्नेवाला चस्मा लगाएर हिँड्नु होला, किनकि अब बाहिर हिँड्यो भने आँखाहरू दुख्ने, आँखाहरू पोल्नेदेखि लगेर सबै कुरा भइरहेछ क्या। अब सबै समाचारहरूमा पनि अब भनिरहेछ कि अलि सेफ्टी गर्नु होला भनेर होइन, त्यो पनि अब विचार गर्नु होला। अब सबैले अब हेलचक्राइ चाहिँ नगर्नु भन्ने हो मेरो भनाइ। त्यो भन्नै सकिँदैन नि, अब कहाँ हो के हो, कोरोनै मात्रै नभएर अब आँखा पनि त हाम्रो एकदम अमूल्य चिज हो नि त होइन। त्यही भएर आँखा मात्रै नभएर शरीरको एक जुनसुकै भागमा केही भयो भने पनि एकदमै त्यो गाह्रो हुन्छ, त्यो चाहिँ हामीले पनि बुझिराख्नुपर्छ, सबैले बुझ्नुपर्छ होइन, मेरो भनाइ चाहिँ लगाएछ होइन। हामी चाहिँ आज मिठो कुराकानी भइसक्यो होइन। अब हामी जानेछौँ रुमतिर होइन, दाइले पनि लगेर जानु पऱ्यो रुमतिर होइन, यसो लाएर बस्नु पऱ्यो, आज गफ हाल्नु पऱ्यो होइन, धेरै दिनपछि भेट भइरहेछ। अब के गर्नु होइन, अघि दाइसँग भेटेर चिया खाइयो होइन, अघि तपाईँलाई भनिसकेको छु मैले दाइहरूलाई भेट जाँदैछु भनेर होइन। त्यो हो, भेटियो बसियो खाइयो होइन टक्क लाएर। अब यस्तै हो। अझ हाम्रो कमेन्ट समेन्ट गर्दै गर्नु होला, कस्तो लाग्छ के लाग्छ होइन, हाम्रो कस्तो कमेन्ट अनुसार म भिडियो बनाउने छु होइन। ल बाई बाई।